डर छ अलिक कविता नि कविता हामी हिँड्न चाहिँ न्यु हामी कहाँ आइपुग्यौँ लगन खेल्छौँ देखाउँ त लगन खेल्छौँ अहिले यस्तो अवस्थामा छ अब हामी यहाँबाट चाहिँ साँझा चढेर जान्छ साँझा पाइएन भने माइक्रोमा पनि जाने अनि उसलाई त जति नै राम्रो निस्क्यो भने साझा बसमा आजको हाम्रो यात्रा फेरि कतातिर टु न्यु रोड त्यहाँ गएर एकजना हाम्रो पुरानो साथी भेट्छु म मेरो कति भयो होला नभेटेको 28 वर्ष 29 वर्ष भयो होला भेटेको छैन मेरो हाम्रोको साथी हो हेर्नै त भरे देखिन्छ तपाईँहरूले सन्चो राम्रो भएको छैन र भए पनि साथी भने चाहिँ के गर्नु घाँस छोड्नु साथीको साथ नचोड्नु भन्छन् म त हिँडेँ कवितालाई साथी लिएर हेर्दै गर्नु ल कसँग भेटिन्छ कविता कहाँ आइपुगिस् कसलाई सुन्तारा भन्छ साझाबाट टक्कै यहाँ बस्छ क्या हामी अब एकछिन साथीलाई वेट गरौँ है त फोन गर्छु भनेको छ नि यहाँ यसो लुगा हेर्दै बसेको हामी छुटेको कि छमा भेट भएको 8 चाहिँ पढिन त्यहाँदेखि बसेर घर चाहिँ गमी टेकी हो मेरो कपाल हाम्रो सबै साथीहरूले हेर्दैछ यो विष्णुले मेरो कपाल तानेको ताने अहिले सकियो छैन है साथी हो मैले ताने सकेको अनि मैले नि पिटरै नबढेको 6 कक्षा भन्दा मैले पिटेर नबढेर हेर त 29 वर्ष पछाडि पनि उत्रेर रमितेको कोहीले हाम्रोमा आइपर्ने हेर्दैछ भने हेर है हामी दुईजना भेट भएको छौँ कोही हाम्पाङवासी छौँ फुलबारीवासी छौँ नि अब हामीसँग हामी आज हामी न्युरोममा छौँ भेट गरौँ उहाँहरूको कुरा चाहिँ हामी सुन्न सकिँदैन यता हाम्रो हामी कति वर्ष कति भन त 22 23 24 25 वर्ष भयो होइन 28 29 वर्ष 28 वर्ष होला 27 28 वर्ष भयो 54 सालदेखि बल्ल आज भेट भयो अनि 29 वर्ष भयो तिमी पनि निस्क न हाम्रो बुनु छ नि भन्ने थाहा हुन्छ अघि नै निस्किरहेको अस्ति फुलको ऊ हाल्दै थियो त को थियो सानो कुची एउटा अर्की चाहिँ हाम्रोकै हो सानो सँगै राखेको छौँ त्यसमा होइन लाग्दैन म त लस्सी खान्छ त मलाई किन आज खान्छु को त्यहाँ पानी छ जस्तो राम्रो
ग्राउन्डमा फुटबल खेल्ने बेला केटाहरू के गर्थ्यो भने फेरि चाहिँ हाम्रो फुटबल चलाइदिन्थ्यो त तिनीहरूले थ्याङ्क यू हामीलाई राम्रो भिडियो बनाइदिएकोमा होइन हामी न्यु रोडमा घुम्दैछौँ मेरो टाउको गान्ती कविता 28-30 वर्षपछिको हाम्रो भेट रमाइलो भएको छ हाम्रो क्यामराम्यान बुनुलाई धेरै धेरै धन्यवाद युट्युब भ्लग क्यामराम्यानको नाम के हो अरे कविता तुम्रो कविता तुम्बो तिम्रो लिम्बू लिम्बू भन न त कविता लिम्बू कविता लिम्बू युट्युबर सबैजनाले सब्सक्राइब गर्नु होला प्लिज सहयोग गरिदिनु होला देवकलाले भने चाहिँ गर्नै पर्छ है फेरि दबाई मार्छे बाहुन भए पनि मान्छे सानी पनि ठुलो छ आँटो पनि ठुलो छ यता पनि देखाउ न हाम्रो बसन्तपुरमा आएछ हाम्रो के गरे कि भ्लग हामी छौँ अहिले हामी बसन्तपुरमा हामी बसन्तपुरबाट फर्केर जाँदैछौँ टोस्ट बनाइहालेछ Cheers, dear friend. सुन्नुहोस् सबैजना कस्तो छ पगडा छ भन्छ अब कस्तो हुने मान्छे चाहिँ केटा नौमेतेबाट आउँथे रड्काबाट आउँथे सुकेटा आम्बोटीको दन टाढो आम्बोटी हाम्रो सन्ते हो नि त सन्त तामाङ एकजना साँडा पनि आउँछ नि त्यहाँ को नाम तिमीलाई चाहिँ अब ठुलो डम्मर होला कहाँ छ होला है त्यो भन्छु मर्चे धुचाउँ कि जाउँ भनेर